यो कथामा मैले समावेश गरेको छु मुकुन्द रेग्मीज्यूको सम्पूर्ण परिवारहरू। उहाँहरूले बिताइरहनु भएको किसान जीवन। उहाँ हुनुहुन्छ यस फिल्मका रिता रेग्मीज्यू, जो चाहिँ मुकुन्द रेग्मीज्यूको श्रीमती हुनुहुन्छ, अनि उहाँ हुनुहुन्छ मुकुन्द रेग्मीज्यू। दिनभरि आलु मा दबाई हालियो, अब खाजा खाइयो, मकै चिया खाइयो, अब अर्ग्यानिक साग र ढिँडो पकाएर टमाटरको अचार हालेर बनाएर यो चाहिँ उहाँहरूको अर्ग्यानिक बारीकै साग आलुहरू। अब म सागलाई दियो खाना थालेको। सानो बच्चा देख्नु भएको छ नि, उहाँ चाहिँ उहाँहरूको नाति, जो चाहिँ प्राणभन्दा प्यारो। म त ढिँडो बनाउँदैछु। अब हलुवा ढिँडो, मकैको ढिँडो, चाहेको साग, टमाटरको अचार, धनियाँ हालेको, लसुन हालेको, अब खाइन्छ हजुर। किसान कति खुसी छन् जसले आफ्नै खेतबारीमा उब्जाएको मकैको ढिँडो दिउँसभरिको थकानपछि बेलुका सबै परिवार मिलेर सँगै खाँदाखेरिको। आगोमा पकाउँदै उहाँको कुरा सुन्दाखेरि मलाई एकदमै रमाइलो लाग्यो। हामीहरू आजकल डाँडा पाखा भिर घुम्दै जान्छौँ, किनभने हामीलाई चाहिँ वास्तविक नेपाली खाना के हो र किसानहरू कसरी चाहिँ उहाँहरूले आफ्नो दिनहरू कटाउँदै हुनुहुन्छ भनेर हामीलाई हेर्न एकदमै मन पर्यो र त्यही मध्ये म पनि एक हो। हेर्दाखेरि यो त केवल एउटा दृश्य मात्रै हो, तर यस्ता कुराहरू चाहिँ किसानको मनभित्र कति हुन्छ, यस्तो दृश्य अटल छ। यो कथाभित्र मैले समावेश गरेको मुकुन्द रेग्मीज्यूको वास्तविक जीवनको कुरा हो।